मान्य सदस्य पर्मिला कुलुजु। सम्माननीय सभामुख महोदय, आज म यस सम्मानित प्रतिनिधि सभा मार्फत भक्तपुर जिल्लाका नागरिकले वर्षौंदेखि भोग्दै आएको गम्भीर खानेपानी समस्याप्रति सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। भक्तपुर यस्तो ऐतिहासिक, सांस्कृतिक तथा विकसित जिल्ला आज म नियमित पर्याप्त र स्वच्छ खानेपानीको अभावबाट पीडित छ। धेरै ठाउँमा त धारामा पानी नआउने, कम दबावमा आउने तथा दूषित पानी आउने समस्या रहेको छ। नागरिकहरू दैनिक जीवन चलाउन महँगो मूल्यमा पानी खरिद गर्न बाध्य छन्। सम्माननीय सभामुख महोदय, खानेपानीको अभावले जनताको जीवन मात्र होइन, जनस्वास्थ्यमा समेत गम्भीर असर परेको छ। विशेष गरी बालबालिका, वृद्ध तथा न्यून आय भएका परिवारहरू बढी प्रभावित भएका छन्। स्वच्छ पानीको अभावले विभिन्न जलजन्य रोग फैलिएको जोखिम बढिरहेको छ। त्यसैले म नेपाल सरकारसँग भक्तपुरमा नियमित र स्वच्छ खानेपानीको सुनिश्चितता, पुराना पाइपलाइनहरूको मर्मत, चुहावट नियन्त्रण तथा दीर्घकालीन खानेपानी व्यवस्थापन योजना तत्काल प्रभावकारी रूपमा कार्यान्वयन